सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। अनि आज चाहिँ म ट्याक्क लाएर खेतमा जान लागेको पानी ल्याउनको लागि। अनि त्यही गाइज हेर्दै गरौँ न। अनि अस्ति भिडियो हालेको थिएँ, फेरि आज पनि हालेको छु। आज चाहिँ म ट्याक्क लाएर खेतमा पानी ल्याउनको लागि जान गइरहेको छु। ट्याक्क लाएर यो चाहिँ हाम्रो खेत हो, देख्न सक्नुहुन्छ। यो आलु भएको भागमा चाहिँ यो पानी ल्याउने। अब चाहिँ म पानी ल्याउन जानुपर्ने हुन्छ। म चाहिँ अब पानी ल्याउनको लागि हिँडेँ माथितिर, होइन। पानी ल्याउनु चाहिँ अलि माथि जानुपर्दछ। पानी ल्याउन भन्दा पनि पानी फर्काउनको लागि जुन माथि जानुपर्दछ नि त। र अहिले चाहिँ मैले पानी ल्याएर आइसकेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ कहाँ कहाँ के कसरी चोरेको भने त हेर्न पऱ्यो नि त, कसरी चोरेको छैन पानी। अनि ट्याक्क लाएर मैले चाहिँ यहाँ आफ्नो घरमा जाने ट्याक्क मिलाएर राखिसकेको छु, कतै पनि नजाने गरेर टालटुल गरेर, होइन। देख्न सक्नुहुन्छ, जुमहरू देखेको छु। अब चाहिँ पानी आउँदैछ बिस्तारै खेतमा। अनि पानी चाहिँ मैले त्यस्तो ठुलो ल्याएको छैन, ठिक्क चाहियो नि त, धेरै उसलाई पनि होइन। त्यही भएर ठिक्क ल्याएको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ चाहिँ ट्याक्क लाएर सबै कुरो भइसकेको छ, होइन। ट्याक्क पानी ल्याएछ। अब त्यो पानी मार्ने पनि कोही छैन त्यस्तो। अनि अब चाहिँ म माथि जानुपर्ने हुन्छ, जुन ठाउँबाट मैले पानी ल्याएको थिएँ, होइन। सुरुमा पानी ल्याएको थिएँ त्यो ठाउँमा फर्किनु पर्ने हुन्छ फेरि, किनकि त्यो ठाउँबाटै पानी मार्दै अन्त यता तल पानी आउने कुरो भएन नि त। त्यही भएर चाहिँ म पानी माथि जान्छु एकचोटि। अहिले चाहिँ म माथि गएर पनि हेरिसकेर पनि यति छामिसकेको रहेछ म आउँदाखेरि। करिब 45 मिनटपछि चाहिँ सबै खेत छामिसकेर म चाहिँ हिँडेँ घरतिर लागि। सबै खेत छामिसकेको थियो, अनि थके पनि लास्टै लागेको थियो। यस्तै यस्तै भिडियो लिएर आउने छु, त्यतिन्जेलको लागि हेर्दै गर्नु होला। त्यही भएर बाई बाई भन्न चाहन्छु अहिलेको लागि चाहिँ।